अनि गुड मर्निङ सम्पूर्ण साथीहरूलाई। मेरो सानो भ्लगमा म फेरि उपस्थित भइसकेको छु साथीहरू र माया देखाइदिनु होला। आज विशेष गरी प्रेम दिवस फेब्रुअरी 14 तारिक पनि हो र माया गर्ने सम्पूर्ण जोडीहरूलाई धेरै धेरै शुभकामना छ प्रेम दिवसको। आज तपाईँहरू पक्कै पनि प्रेम दिवसको तयारीमा हुनुहुन्छ होला र तपाईँहरूको आज केही प्लानिङ पनि होला सायद। म त्यो विषयमा आज एउटा छोटो अनि मिठो एउटा सानो मिनी भ्लग बनाउँदैछु तपाईँहरूले माया देखाइदिनु होला। यदि तपाईँहरू मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरिदिनु होला र कमेन्टमा आफ्नो माया पनि देखाइदिनु भन्न चाहन्छु र कुन कुन ठाउँदेखि हेर्दै हुनुहुन्छ आफ्नो ठाउँलाई पनि यसो लेखिदिनु होला। आज विशेष गरी प्रेम दिवस हो। प्रेम गर्ने जोडीहरूको लागि अथाह शुभकामना छ, धेरै माया छ होइन। एउटा प्रेम, एउटा माया, ममता भन्ने कुरा तपाईँ हामीबाट नै हुने हो। विशेष गरी यो प्रेम दिवसलाई एउटा आफ्नो प्रेमिकाले आफ्नो प्रेमिकालाई एउटा फुलको गुलाब एउटा गुच्छा दिँदै म त्यो प्रेम हुँदैन। किनभने प्रेम भनेको त्यो चिज हो जो टाढा टाढा भएका मानिसहरूसँग पनि हुनसक्छ। प्रेम भन्दैमा एउटा केटा र एउटा केटीले गर्ने एउटा त्यो सम्बन्ध मात्र, एउटा आमाले एउटा सन्तानलाई दिने प्रेम पनि हो र जस्तै एउटा जनावरले आफ्नो बच्चाहरूलाई दिने एउटा प्रेम नै हो। जति पनि सृष्टिमा जति पनि एउटा सजीव वस्तुहरू छन् उनीहरूको प्रेम छुट्टा छुट्टै तरिकाको हुन्छ तर कसैले देखाउन सक्छ त कसैले देखाउँदैन। त्यो कुराहरूको लागि तपाईँहरूलाई थाहै नै छ होइन। विशेष गरी आज यो प्रेम दिवस किन मनाइएको हो त, फेब्रुअरी 14लाई नै किन विशेष खास मानिएको हो त, यो विषयलाई पनि थोरै केही कुराहरू हामी चर्चा गर्नेछौँ र साथीहरू। र त्यसको लागि तपाईँहरूले एउटा माया देखाइदिनु, लाइक गरिदिनु होला, सेयर गरिदिनु होला, च्यानलमा नयाँ हुनुहुन्छ सब्सक्राइब गरिदिनु होला र म नेक्स्ट भिडियो ल्याउँछु। त्यसको लागि तपाईँहरूले वेट गर्नु होला है भन्न चाहन्छु। आजको भिडियो कस्तो लाग्छ, जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया त्यस्तै कमेन्ट पनि गरिदिनु होला र मेरो एउटा मिनी भ्लग बनाउँदैछु। हस्।